हेलो ब्युटिफुल पिपल, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी घाम्टी डाँडामा आएको छौँ। एकदम रमाइलो ठाउँ रहेछ। अनि हामी चाहिँ आज दाजुभाइ आएको। भिडियो चाहिँ लास्टमा आउँछ। कस्तो लाग्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सनु होला गाइस। ओके, भिडियो अन्तिममा हेर्नु होला। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ। हेलो साथीहरू, सरी है त, मैले चाहिँ तलबाट आउँदाखेरि भिडियो बनाउन पाएन किनकि पानी पनि परिरहेको थियो। अनि पानी पर्दाखेरि पनि गरेन, त्यही भएर चाहिँ हामीले जस माथिबाट फर्किँदाखेरि चाहिँ भिडियो बनाएको छौँ। कस्तो लाग्छ हेर्नु होला। ठाउँ पनि यस्तो बवाल के, हेर्नु न, हरियाली होइन। अनि ठाउँ पनि फेरि कस्तो क्या, कपलहरू आउने मात्रै ठाउँ क्या। यस्तो रमाइलो लाग्यो मलाई चाहिँ। मतलब वो अलग ही लेवल का बंदा था। तलबाट आउँदै थिएँ होइन, पानी पनि पर्यो। अनि पानी परेर हामीले भिडियो पनि बनाउन पाएनौँ। क्यामेराबाट मोबाइल पनि भिज्ने भयो, त्यही भएर चाहिँ हामीले फर्किँदाखेरि बनायौँ गाइस। त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु है। यस्तै हो साथीहरू, ठाउँ पनि राम्रो छ। यस्तो क्या काठमाडौँ भ्याली चाहिँ यस्तो बवाल देखिने क्या, यस्तो बवाल। मलाई चाहिँ लास्टै मन पर्यो। जस हामी आएको दाजुभाइ आएको चाहिँ सेकेन्ड लट भयो। फर्स्ट लट आउँदाखेरि चाहिँ हामीले पनि त्यति धेरै भिडियो बनाउन पाएनौँ। पानी पनि एकदम बवाल पर्ने क्या साथीहरू, यस्तो पानी पर्ने। अनि फर्किँदाखेरि चाहिँ अलिकति सिमसिम नै थियो। अनि त्यतिखेर चाहिँ भिडियो बनाउन पायौँ होइन, त्यही हो। अनि के हो भन्दाखेरि कफलहरूको लागि चाहिँ एकदम बेस्ट ठाउँ रहेछ कि, एकदम बेस्ट। त्यस्तो चाहिँ मनपर्ने क्या मलाई चाहिँ, खै किन है। त्यस्तो ठाउँ बवाल लाग्यो मलाई चाहिँ गाइस। अब हजुरहरू पनि जानु होला, हजुरहरूलाई कस्तो लाग्छ भिडियो बनाएर हाल्नु होला। म पक्कै हेर्छु। साले जो माफ करना, मैं जो तभी ये बड़ी अच्छी बात कही आप। कस्तो लाग्छ भन्नु होला। कस्तो छ ठाउँ कमेन्टमा भन्नु न।